कुनै पनि कुरा गर्दा अहिले तपाईले फुटबल खेलाडी देख्नुभयो, तपाईहरुलाई लाग्यो कि ऊ त फुटबल खेल्न सक्यो त्यसकारण उले पायो भनेर। तर ऊ अब्बल फुटबल खेलाडी बन्नुको पछाडि उसको कति पेन्सहरु थियो, कति स्ट्रगल थियो, कति संघर्ष थियो। प्रेम बानियाजीले आफ्नै कुरा भनेर जानुभयो। मेरो पनि त्यस्तै छ। मैले पहिलो चलचित्र गर्दाखेरि नेपालमा चलचित्रै बन्दैन थियो। मैले सोच्थे चलचित्रमा अब के हुने हो, पहिलो चलचित्र त गर्दै छु, दोस्रो चलचित्र कहाँबाट आउने हो, नेपालमा चलचित्र क्षेत्र फस्टाउने हो कि होइन भनेर त्यो परिस्थितिमा मैले स्टार्ट गरेको। तर के छ भने यदि तपाईमा भएको स्किल र प्यासन, तपाई यदि प्यासनेटली केही गर्न चाहनुहुन्छ वृत्ति हृदयदेखि र त्यो गर्ने क्षमता र तपाईले अवसर पाउनु भयो भने म गर्न सक्छु भन्ने तपाईमा आत्मविश्वास छ भने डोन्ट हेजिटेट टु ट्राई एनीथिङ न्यू। तपाईको अगाडि कुनै पनि एक्जाम्पल नभए पनि तपाई भोलि एक्जाम्पल बन्न सक्नुहुन्छ। मैले चलचित्र गर्दाखेरि मेरो अगाडि कुनै उदाहरण थिएन, तर मसँग के थियो, मेरो औजार थियो। आई वाज प्यासनेट र मलाई आत्मविश्वास थियो कि मैले कलाकारिता गर्ने मौका पाएँ भने त्यसलाई राम्रोसँग गर्न सक्छु। र त्यसै कारण बाटो बन्दै गयो, बाटो खन्दै गएँ र आज मेरो अगाडि उदाहरण नभए पनि म स्वयं एउटा आफ्नो उदाहरण बन्न सकेँ। त्यसकारण मेरो यहाँहरूलाई के एउटा सानो सल्लाह के छ भने यहाँहरू भोलि कुनै पनि क्षेत्रमा भोलि लाग्न चाहनुभयो भने यो नसोच्नुहोस् कि ओ यो क्षेत्र त राम्रोसँग विकास भएको छैन, यो क्षेत्रमा अरू व्यक्तिहरू लागेको छैन, तर यो क्षेत्रमा मलाई चाहिँ लागिरहेछ म केही न केही गर्न सक्छु, तर गरौँ कि नगरौँ, यसमा भविष्य छैन भनेर तपाईहरु दुविधामा पर्नुभयो भने तपाईले आफ्नो प्यासन र आफ्नो स्किललाई चाहिँ नि खेरा फाल्नुहुन्छ। डोन्ट वरी अबाउट नट बीइङ एन एक्जाम्पल इन फ्रन्ट अफ यु, किनकि भोलि गएर यु क्यान बी एन एक्जाम्पल फर योरसेल्फ, हो कि होइन? अनि त्यसपछि अरू व्यक्तिहरू जो तपाईँ पछि फलो गर्नुहुन्छ तपाईहरुलाई नै एउटा एक्जाम्पल मान्नुहुन्छ। सो मेरो एउटा सल्लाह तपाईहरुलाई खाली के छ भने तपाईहरुमा ऊर्जा छ, तपाईहरुमा समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नु होला। तपाईहरु भित्र भएको स्किल र प्यासनलाई पहिचान गर्नु होला। मेरो आफ्नो व्यक्तिगत स्किल केमा छ त, मेरो प्यासन केमा छ त, र त्यसैलाई नै लागि पर्नुस्, त्यसलाई परिष्कृत र परिमार्जित पार्नको लागि। किनकि अघि मैले भने जस्तो देयर इज नो सर्टकट। तपाईले मेहनत नगरिकन त के पनि पाउनुहुन्न।